नमस्ते। कहिलेकाहीँ यस्तो लाग्छ नि होइन कि आफू कता कता कमजोर भइयो, आत्मविश्वास कतै हरायो अनि मनमा नानाभाँतीका शङ्काले डेरा जमायो। यस्तो महसुस हुनु एकदमै सामान्य हो। आज हामी यही आत्मविश्वासलाई फेरि कसरी जगाउन सकिन्छ भनेर केही व्यावहारिक र शक्तिशाली उपायहरूबारे कुरा गर्नेछौँ। आखिर किन हुन्छ त यस्तो? हामी किन कहिलेकाहीँ कमजोर महसुस गर्छौं वा हाम्रो आत्मविश्वास किन गुम्छ? सायद अरूसँग आफूलाई दाजेर होला वा सायद भिडको अगाडि बोल्न डर लागेर। कारण जेसुकै होस्, यदि यस्तो महसुस हुन्छ भने चिन्ता लिनु पर्दैन। यो एकदमै स्वाभाविक हो। अनि खुसीको कुरा के हो भने यसबाट बाहिर निस्किने बाटो पनि छ। यहाँ एउटा कुरा बुझ्न एकदमै जरुरी छ। आत्मविश्वास भनेको जन्मदै आउने कुरा होइन। यो त एउटा सिप हो जसलाई निरन्तर अभ्यास गरेर विकास गर्न सकिन्छ। यो एक यस्तो शक्ति हो जुन हामी सबैले आफूभित्र जगाउन सक्छौं। ल, आजको हाम्रो यो यात्राको बाटो यस्तो हुनेछ। हामी आत्मविश्वासको यात्राको परिचयबाट सुरु गर्नेछौं। त्यसपछि हाम्रो भित्री सोच, बाहिरी बानी बेहोरा र संगतको शक्तिबारे कुरा गर्दै अन्त्यमा एउटा महत्त्वपूर्ण निष्कर्षमा पुग्नेछौं। ल त, अब यो यात्रा सुरु गरौँ। यो केवल केही टिप्सहरूको सूची मात्र होइन है। यो त आफूलाई भित्रैदेखि बलियो बनाउने एक प्रक्रिया हो। आत्मविश्वासको जग भनेकै हाम्रो भित्री सोच हो। त्यसैले हाम्रो यात्रा पनि यहीँबाट सुरु हुन्छ। हाम्रो विश्वासको आधार अर्थात् हाम्रो मनभित्रका विचारहरूलाई कसरी बदल्ने भन्ने कुराबाट। यो खण्डमा हामी 3वटा एकदमै महत्त्वपूर्ण चरणहरू हेर्नेछौँ। पहिलो, आफूलाई जस्तो छ त्यस्तै स्वीकार्ने। दोस्रो, सही कुरासँग तुलना गर्ने। र तेस्रो, हामी आफैसँग बोल्ने भाषा, हाम्रो सोच बदल्ने। पहिलो र सबैभन्दा आधारभूत कदम भनेको आफूलाई स्वीकार्नु हो। आफूलाई निरन्तर म यस्तो किन, उस्तो किन भनेर दोष दिने बानी छोडौं। कोही पनि पर्फेक्ट हुँदैन र हामी जस्तो छौं त्यही नै काफी छ, त्यही नै पूर्ण छ। जब हामी आफैलाई स्वीकार्न थाल्छौं, आत्मविश्वासको वास्तविक यात्रा त्यहीबाट सुरु हुन्छ। अब दोस्रो चरणको कुरा गरौँ। हामी प्राय अरूको सफलता देखेर आफूलाई कमजोर ठान्छौं, होइन त? तर यो तुलना नै गलत छ। अरूको सफलताबाट डाहा गर्ने होइन, प्रेरणा लिने हो। यदि तुलना गर्ने मन छ भने हिजोको आफूसँग गरौँ। के म हिजोभन्दा आज थोरै भए पनि राम्रो भएँ? यदि जवाफ हो छ भने त्यो नै सबैभन्दा ठूलो जित हो। तेस्रो चरण हाम्रो भाषासँग जोडिएको छ। हामी आफैसँग कसरी कुरा गर्छौं, यसले आकाश पातालको फरक पार्छ। यदि मनमा म सक्दिनँ भन्ने विचार आयो भने त्यसलाई तुरन्तै म सिक्दैछु भन्ने वाक्यांशले बदलौं। हेर्दा सानो लाग्ने यो परिवर्तनले हाम्रो आत्मविश्वासको जगलाई निकै बलियो बनाउँछ। जब हाम्रो भित्री सोच बलियो हुन्छ, त्यसलाई बाहिरी व्यवहारमा पनि उतार्न जरुरी छ। अब हामी त्यस्ता बानीहरूको बारेमा कुरा गर्नेछौँ जसले हाम्रो आत्मविश्वासलाई बाहिर देखाउन मद्दत गर्छ। यो खण्डमा पनि हामी 3वटा चरणहरू हेर्नेछौँ। हाम्रो शारीरिक हावभावमा ध्यान दिने, साना साना सफलतालाई पनि सम्मान गर्ने र गल्तीहरूबाट सिक्ने। चौथो चरण हो शरीरको भाषा। सधैँ सिधा उभिने, कुप्रो परेर नबस्ने, हिँड्दा शिर उठाएर हिँड्ने र बोल्दा हतार नगरी स्पष्ट र शान्त स्वरमा बोल्ने। जब हाम्रो शरीरले नै आत्मविश्वासी भएको सङ्केत दिन्छ, हाम्रो दिमागले पनि स्वतः बलियो महसुस गर्न थाल्छ। अब 5औं चरणको कुरा गरौँ, जो निकै शक्तिशाली छ। आत्मविश्वास भनेको रातारात बन्ने कुरा होइन। यो त साना साना सफलताहरूको जोड हो। एउटा कुरा सधैँ याद राखौँ, आजको सानो सफलता भोलिको ठूलो आत्मविश्वासको बिउ हो। डर लाग्दै पनि आज एउटा सानो कदम अगाडि बढाइयो भने त्यो पनि एउटा ठूलो जित हो। यी साना जितहरूलाई कहिल्यै नजरअन्दाज नगरौँ, किनकि यिनैले नै ठूलो आत्मविश्वासको महल खडा गर्छन्। 6औं चरण गल्तीहरूसँग सम्बन्धित छ। गल्ती गर्नु कमजोरी होइन, तर गल्तीबाट केही नसिक्नु चाहिँ पक्कै कमजोरी हो। हरेक गल्तीले हामीलाई अझ बलियो बनाउने एउटा महत्त्वपूर्ण पाठ सिकाएर जान्छ। त्यसैले गल्तीबाट भाग्ने होइन, त्यसलाई एक अनुभवको रूपमा स्वीकार्दै अगाडि बढ्नुपर्छ। ल, अब हाम्रो यात्राको अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण चरणमा आइपुगेका छौं, हाम्रो सामाजिक वातावरण अर्थात् हामी कस्ता मानिसहरूको सङ्गतमा रहन्छौं भन्ने कुरा। हामी कस्ता मानिसहरूसँग समय बिताउँछौँ त्यसले हाम्रो आत्मविश्वासमा सिधै असर पार्छ। किनकि हामी जस्ता मान्छेहरूको सङ्गतमा हुन्छौँ, बिस्तारै हामी पनि त्यस्तै बन्दै जान्छौँ। त्यसैले सधैँ सकारात्मक सोच्ने, हौसला दिने र हामीलाई अगाडि बढ्न प्रेरित गर्ने मानिसहरूको सङ्गतमा रहनु एकदमै जरुरी छ।
यी 7 चरणको यात्रापछि अब हामी निष्कर्षमा आइपुगेका छौं र यसको मुख्य सन्देश एकदमै सरल र स्पष्ट छ। आत्मविश्वासको स्रोत हामीभित्रै छ। आत्मविश्वास भनेको बाहिर खोज्ने वा कसैले दिने चिज होइन। यो त हाम्रो आफ्नै भित्र लुकेर बसेको एउटा शक्ति हो जसलाई केवल बाहिर निकाल्न र निरन्तर अभ्यास गर्न आवश्यक छ। सधैँ याद राखौं, हामी सक्षम छौं, हामी सक्छौं। त्यसैले आजैबाट आफूमाथि विश्वास गर्ने यो 7 चरणको अभ्यास सुरु गरौँ न त। किनकि जब हामी आफूमाथि विश्वास गर्न थाल्छौं तब संसारले पनि हामीमाथि विश्वास गर्न थाल्छ।